सबैलाई नमस्कार। आज हामीले लोक सेवा आयोगले लिने विभिन्न परीक्षाको लागि असाध्यै महत्त्वपूर्ण वस्तुगत प्रश्नोत्तरहरू लिएर आएका छौँ। यी प्रश्नहरू लोक सेवा आयोग, शिक्षक सेवा आयोग, बैङ्किङ परीक्षाहरू, प्रदेश तहका परीक्षाहरू, स्थानीय तहका परीक्षाहरू, विभिन्न सार्वजनिक संस्थानका परीक्षाहरू, सबै किसिमका परीक्षाको लागि असाध्यै महत्त्वपूर्ण छन् र यो चाहिँ हामीले गोरखापत्रमा प्रकाशित लोक सेवा तयारी विशेष प्रश्नहरू लिएर आएका छौँ र गोरखापत्रले प्रत्येक बुधबार लोक सेवासँग सम्बन्धित वस्तुगत र विषयगत प्रश्नोत्तरहरू प्रकाशन गर्दै आएको छ र अब हामी ती प्रश्न र उत्तरतर्फ लाग्छौँ। पहिलो प्रश्न छ, प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता 2026 को उपाधि विजेता टोली कुन हो? यो साह्रै महत्त्वपूर्ण प्रश्न छ। त्रिभुवन आर्मी क्लब हो। त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई 5 विकेटले हराउँदै अपराजित यात्राका साथ तेस्रो पटक प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधि चुमेको हो। विजेता त्रिभुवन आर्मी क्लब, उपविजेता सुदूरपश्चिम प्रदेश। पुरस्कार राशि विजेतालाई रु 10 लाख र उपविजेतालाई रु 5 लाख। खेल आयोजना मिति 2082 चैत 7 देखि वैशाख 4 सम्म। सहभागी टोली 10, 7वटा प्रदेश र 3 विभागीय। सर्वोत्कृष्ट खेलाडी सन्तोष यादव, लुम्बिनी प्रदेश। उत्कृष्ट बलर हेमन्त धामी, सुदूरपश्चिम। उत्कृष्ट ब्याट्सम्यान अर्जुन कुमार, गण्डकी। फाइनलको उत्कृष्ट खेलाडी बसिर अहमद, आर्मीबाट। अब हामी अर्को प्रश्नतर्फ लाग्छौँ। सशस्त्र प्रहरी बल नेपालको 13औं महानिरीक्षकमा नियुक्त हुन सफल व्यक्तित्व को हुनुहुन्छ? नारायण दत्त पौडेल। नियुक्ति मिति 2083 वैशाख 14 गतेको मन्त्री परिषद निर्णयबाट। त्यस्तै गरी राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा 2083 वैशाख 15 सार्वजनिक वार्षिक राष्ट्रिय लेखा अनुमान अनुसार आर्थिक वर्ष 82-83 नेपालको आर्थिक वृद्धि दर कति हुने अनुमान छ? 3.85%। त्यस्तै गरी सञ्चार प्रविधिका क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै हालै कुन देशले विश्वकै पहिलो प्री 6G परीक्षण नेटवर्क सञ्चालनमा ल्याएको छ? चीनले मुख्य उपलब्धि विश्वकै पहिलो प्री 6G परीक्षण नेटवर्कको शुभारम्भ। प्रमुख क्षमता हाल प्रचलनमा रहेको 5G भन्दा 10 गुणा बढी। त्यस्तै गरी कर्मचारीलाई योग्यता, क्षमता, कार्य सम्पादन, अनुभव र दक्षताका आधारमा एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्ने वा जिम्मेवारी दिने प्रक्रियालाई के भनिन्छ? मेरिटमा आधारित सरुवा तथा पदस्थापन। नेपालमा नयाँ सरकारद्वारा 2082 चैत महिनादेखि यसको सुरुवात गरिएको। त्यस्तै गरी भोदी खेल विशेष गरी कुन जाति समुदायसँग सम्बन्धित रहेको छ? थारू। थारू समुदायको संस्कृति तथा पहिचानका रूपमा रहेको मौलिक खेल भोदीको प्रवर्धन तथा विकास गर्ने उद्देश्यले 2082 चैत 28 र 29 गते पूर्वी नवलपरासीको डन्डामा यस खेलको राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको। 20औं NNIPA स्पोर्ट्स अवार्ड 2082 अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित हुने खेलाडी को हुन्? पुरुषतर्फ सेन्टु श्रेष्ठ, टेबल टेनिस, र महिलातर्फ एरिका गुरुङ, कराते। यसमा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार राशि र खेलाडीको विवरण दिएको छ। हामीले यस तालिकामा हेर्न सक्छौँ। यी प्रश्नोत्तरहरू साह्रै महत्त्वपूर्ण हुन्छन्। त्यस्तै गरी अर्को प्रश्न छ, सरकारले समस्याग्रस्त सहकारीका लागि कति रुपियाँसम्म बचत भएका सदस्यलाई बचत तथा कर्जा सुरक्षण कोष मार्फत रकम फिर्ता गर्ने निर्णय गरेको छ? 5 लाख रुपियाँसम्म। घोषणाको आधार विक्रम सम्वत 2082 चैत 15 गते सार्वजनिक गरिएको सुशासन मार्गचित्र 2082 अनुसार। त्यस्तै गरी अर्को प्रश्न छ, नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ? भण्डारखाल पर्व।
दि डार्क क्लाउड नामक औपन्यासिक कृतिका सर्जक को हुन्? बङ्गलादेशी लेखिका जहाँ आरा। नेपाल नगरपालिका सङ्घको 33औं स्थापना दिवसका अवसरमा उत्कृष्ट नगरपालिका पुरस्कार 2082बाट कुन नगरपालिकालाई सम्मानित गरिएको छ? मन्थली नगरपालिका रामेछाप। यस्ता प्रश्नहरू महत्त्वपूर्ण हुन्छन्। त्यस्तै गरी निवृत्तिभरण पेन्सन लिने सेवाग्राहीले घरबाटै पेन्सन नवीकरण गर्न सक्ने गरी ई पेन्सन प्रमाणीकरण प्रणालीको सुरुवात कहिले गरिएको हो? 2082 चैत 27मा अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लेद्वारा शुभारम्भ। त्यस्तै गरी सरकारले तर्जुमा गरेको 100 दिने कार्यसूची अनुसार आगामी 5 वर्षमा कति रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको छ? 15 लाख। आर्थिक वृद्धि आगामी 5 वर्षभित्र औसत आर्थिक वृद्धि दर 7% पुर्याइने, प्रति व्यक्ति आय $3000 र जीडीपी $100 अर्ब नजिक पुर्याउने, गरिबी निवारण हालको बहुआयामी गरिबीलाई घटाएर 10% कायम गर्ने। यस्ता तथ्याङ्कहरू महत्त्वपूर्ण हुन्छन्। त्यस्तै गरी विन्ध्यवासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड 2082बाट सम्मानित हुने कलाकार को हुनुहुन्छ? सम्भोजित बास्कोटा, सङ्गीतकार तथा गायक। त्यस्तै गरी यहाँ विभिन्न सम्मानहरू कसले पाउनुभयो भनेर लेखिएको छ। यो एकदम महत्त्वपूर्ण छ, यो पढ्नुपर्छ। त्यस्तै गरी पहिचान विशेष सम्मान 2082बाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ? प्राज्ञ बैरागी काइँला। पुरस्कार राशि रु 5 लाख। प्रदान गर्ने संस्था पहिचान पुरस्कार कोष। त्यस्तै गरी हालै सरकारले नागरिक एपमा कुन कुन व्यक्तिगत पञ्जीकरणका सूचना एकीकृत गर्ने प्रक्रिया अघि बढाएको छ? जन्म, विवाह र सम्बन्ध विच्छेद सम्बन्धी दर्ता। त्यस्तै गरी नेपाली चिकित्सा जगतमा आधुनिक शल्यक्रिया र न्युरोसर्जरी सेवाको जग बसाल्ने विशिष्ट चिकित्सक प्राडा दिनेशनाथ गङ्गोलको निधन कहिले भएको हो? 2083 साल वैशाख 8 गते 92 वर्षको उमेरमा। यसमा प्रस्तुत गरिएका लोकसेवाका सामग्रीहरूका प्रस्तुतकर्ता हुनुहुन्छ टङ्क केसी। टङ्क केसीले चाहिँ लोकसेवा विशेष वस्तुगत प्रश्नोत्तरहरू एवं विषयगत प्रश्नोत्तरहरू गोरखापत्रमा प्रकाशित गर्दै आउनुभएको छ र यस्ता प्रश्नहरू सबै खाले परीक्षाको लागि असाध्यै महत्त्वपूर्ण हुन्छ। विभिन्न किसिमका परीक्षाहरू पनि आउँदैछन्, हामीले असाध्यै ख्याल गरेर पढ्नुपर्छ र तपाईँको परीक्षाको सफलताको शुभकामना गर्दछौँ। र आजको लागि लोकसेवा सामग्री यति नै। नमस्कार।